विविध हावापानीयुक्त हाम्रो परिवेश खेती व्यावसायिकताको लागि ज्यादै सुहाउँदो रहेको छ। आधुनिक उन्नत कृषि प्रविधिले ल्याएको परिवर्तनले गर्दा हाम्रो देशका कृषकहरू अझ व्यावसायिक बन्दै गइरहेका छन्। उपयुक्त कृषि प्रविधिको सही प्रयोग नै सफलताको मुख्य कडी हो। यसमा कुनै दुई मत हुनै सक्दैन। यिनै कृषिका विभिन्न प्रविधि र त्यसको प्रयोग बारेमा कृषकहरूलाई जानकारी गराउने मुख्य उद्देश्य लिएका छौं हरेक बुधबारको कृषि प्रविधि मार्फत। लटरममा फलेका यी गोलबेडाको दृश्यले व्यावसायिकतातर्फ उन्मुख हाम्रा कृषकहरूको मानसिकता र उनीहरूको परिवर्तित अवस्थालाई संकेत गरिरहेको छ। गुजारामुखी खेतीपातीबाट उन्नत व्यावसायिक खेतीतर्फ कृषकहरूलाई प्रेरित गर्न सरकारी तथा विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूले पुर्याएको योगदानको फलस्वरूप आज देशमा आधुनिक कृषि प्रणालीको विकास तीव्र रूपले भइरहेको छ। यसैको एउटा उदाहरण हो लघु उद्यम विकास कार्यक्रम तथा जनसङ्ख्या, महिला तथा वातावरणीय विकास संस्थाको साझेदारीमा नुवाकोट जिल्लाको ओखरपौवा गाउँ विकास समितिको खानेखोला र काउले तथा ककनी गाउँ विकास समितिको थानसिङमा प्लास्टिक टनेलभित्र सृजना जातको हाइब्रिड गोलबेडाको व्यावसायिक खेती सुरु गरिएको छ। यहाँका गरिब, विपन्न, जनजाति, पिछडिएका वर्गको विशेष गरी अझ महिला तथा युवाहरूलाई लक्षित गरी यस प्रकारको आयमूलक कार्यक्रमको सुरुवात गरिएको हो। लघु उद्यम विकास कार्यक्रम तथा जनसङ्ख्या, महिला तथा वातावरणीय विकास संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले यस भेगका 100 जना कृषकहरू व्यावसायिक गोलबेडा खेतीमा संलग्न रहेका छन्। कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिला यहाँको वातावरणीय तथा भौगोलिक अवस्थाको अध्ययन गरी स्थानीय बासिन्दाको आय आर्जन, रोजगारी तथा लगाउने बालीहरूको बारेमा जानकारी र त्यसबाट हुने आर्थिक फाइदाको बारेमा जानकारी गराइएको थियो। त्यसपछि कृषकहरूको छनौट गरिएको थियो। 25 जनाको दरले कृषकहरूलाई 4 वटा समूहमा आबद्ध गरी समूहहरूकै सक्रियतामा व्यावसायिक गोलबेडा खेती गर्न प्रोत्साहन गरिएको हो। लघु उद्यम विकास कार्यक्रम र जनसङ्ख्या, महिला तथा वातावरण विकास संस्थाको अथक प्रयास र पहलमा जीवन गुजाराको लागि मकै र कोदो मात्र लगाइने यी पाखो जग्गामा आज गोलबेडाको बोटहरू लहराइरहेका छन्। गोलबेडा फलेको देख्दाखेरि सबैले गोलबेडा फल्दाखेरि त त्यो बेचेर पैसा भन्दा नि त्यो भित्र जाँदा एकदम रहर लाग्यो के। त्यो गोलबेडा देख्दाखेरि नि कस्तो रहर लाग्ने, किनेर खानु सिवाय केही पनि थिएन। अहिले खालि त्यो परम्परागत त्यो मुला जुन कोदो रोप्थ्यो, मकै रोपिन्थ्यो। गोलबेडा खेतीले धेरै परिवर्तन ल्याएको छ सर। अब जस्तै प्रत्येक महिलाहरूको गोजीमा पैसा हुने भयो सर। अनि त्यसपछि हामीलाई पैसाको आवश्यकता पहिला अरू साउसँग माग्न जानु पर्थ्यो भने अहिले आफ्नै बारीबाट उत्पादन भएको गोलबेडा बेचेर चाहिँ पैसा सङ्कलन गर्न सकेका छौँ। गरिब, जनजाति, महिला र पिछडिएका वर्गको उत्थान गर्ने र आय आर्जन कार्यक्रमबाट उनीहरूको जीवन स्तरमा परिवर्तन ल्याउन लघु उद्यम विकास कार्यक्रम तथा जनसङ्ख्या, महिला तथा वातावरणीय विकास संस्थाले राम्रो भूमिका निर्वाह गरेको छ, जसको फलस्वरूप जनजातिहरूको बाहुल्यता रहेको नुवाकोट जिल्लाको यी क्षेत्रहरूमा व्यावसायिक रूपमा गोलबेडाको उत्पादन कार्यको प्रारम्भ भई आज एउटा नमुना क्षेत्रको रूपमा स्थापित बन्न पुगेको छ। खास गरेर यसले गरिबी निवारणमै यसको उद्देश्य लक्षित प्राप्ति गर्नुपर्ने भएको हुनाले यसका लक्षित वर्गहरू भनेको दलितहरू छन्, आदिवासी जनजाति छन् र अन्य जातका पनि गरिबहरू छन्। उनीहरूलाई चाहिँ लघु उद्यमको माध्यमबाट केही आय आर्जनको कामहरू सिकाइदिने र त्यो आय आर्जनबाट उनीहरूले सबभन्दा पहिले त केटाकेटी आफ्नो परिवारलाई, आफूलाई खानपिनको व्यवस्था गर्न सक्नु पर्यो, भने जीविकोपार्जन चलाउन सक्नु पर्यो। लघु उद्यम विकास कार्यक्रमको आफ्नै बजेटबाट चाहिँ 36 जिल्लामा काम गरिराखेका छौँ र लगभग 50,000 जति परिवार यसको लाभान्वित वर्ग हुन्। त्यसमध्ये धेरै जसो सफल उद्यमी बनेका छन् र
त्यो 36 जिल्ला बाहेक 18वटा जिल्ला 36वटा जिल्ला मध्येको 18वटा जिल्लामा नेपाल सरकारले पहिलो चरणमा कार्यक्रम सुरु गरेको र यो आर्थिक वर्षमा पनि क्रमिक रूपले जिल्ला थप्दै बजेट थप्दै लाने कार्यक्रम छ। तामाङ तथा लामाहरूको प्रधानता रहेको यी क्षेत्रमा व्यावसायिक गोलभेडा खेतीले राम्रो प्रभाव पारेको छ। यस भेगमा व्यावसायिक गोलभेडा खेती कार्यक्रम सञ्चालन गर्नुभन्दा अघि गरिएको सोच र यसका उद्देश्य अनुरूप सफलता पाउँदै गएको छ। हामीले पहिलो पटक जनसङ्ख्या महिला वातावरणीय विकास संस्था र लघु उद्यम विकास कार्यक्रमको संयुक्त साझेदारीमा नुवाकोटमा यो प्लास्टिक घरभित्र व्यावसायिक रूपमा गोलभेडा खेती उत्पादन सुरु गऱ्यौँ र यो 5-6 महिनाको अवधिमा यति धेरै हामीलाई खुसी लागिरहेको छ कि एउटा ग्रामीण बस्तीमा रहेका जनजातिहरू जसको अत्यन्त न्यून आय रहेको छ, खास गरी महिला, युवा र वृद्ध परिवारहरू जसले चाहिँ जनजाति दलित वर्ग जुन छन् उनीहरूको चाहिँ अत्यन्त न्यून आय थियो र छ अहिले पनि। र अहिले हामीले एउटा चाहिँ के एउटा प्रमाणित गर्न सक्यौँ भने यो गोलभेडा खेतीले अत्यन्त उनीहरूको दैनिक जीवनमा परिवर्तन ल्याउन सफल देखिन्छ र एउटा प्लास्टिक टनलभित्र 20,000 आम्दानी, त्यो पनि जम्मा 50 स्क्वायर मिटरको 10x5 को एउटा क्षेत्रमा त्यति धेरै आम्दानी हुने उनीहरूले त्यो जुन सपना पनि उनीहरूले चिताएका थिएनन् र आज त्यो सार्थक भएको छ। मलाई के लाग्छ भने नेपालमा यस्ता उदाहरणीय कामहरू विगतमा पनि भएका हुन् र अहिले पनि भएको छ। जस्तो हेल्पेटासले पछि SSMP को प्रोग्राम ल्याएर अत्यन्त सफल सिद्ध भएको छ। त्यस्तै सेपरेटले एकदम अभियानै ल्याइदियो तरकारी खेती उत्पादनमा र त्यस्तै हामीले पनि यो चरणमा यति धेरै अनुभूति गर्ने मौका पायौँ र यो नीति निर्माताहरूले के गर्नुपर्छ भने यस्ता कार्यक्रमहरूलाई एकदम इन्स्टिट्युसनलाइज गरेर उनीहरूले चाहिँ यसलाई व्यापक रूपमा एउटा पोलिसीमा ल्याइदिनु पर्यो, गाइडलाइनको रूपमा यसलाई अगाडि बढाउनु पर्यो। यसलाई चाहिँ एउटा अभियानकै रूपमा देशभरि पहाडभरि चाहिँ यो चाहिँ भर्नु पर्यो। यो उच्च मूल्य जातका चाहिँ तरकारी उत्पादन गर्ने गोलभेडा लगायत अन्य जातमा हामी चाहिँ जान सक्नु पर्यो र किसानहरूलाई त्यस्तो किसिमको एउटा ज्ञान र सिप चाहिँ उनीहरूलाई दिनु पर्यो र उनीहरूको क्यापासिटी वृद्धि, उनीहरूको क्षमता वृद्धि गर्न सक्नु पर्यो, जसले गर्दा हाम्रो देश चाहिँ छिटै नै एउटा चाहिँ तपाईँको विकास मार्गमा अगाडि बढ्न सक्छ। यो काम हुन सकेका छैन। हाम्रा विज्ञहरू प्रशस्त हुनुहुन्छ, विज्ञहरूले आफ्नो त्यस्तो किसिमको क्षमता प्रदर्शन गर्ने मौका अवसरहरू प्राप्त भइराखेको अवस्था छैन। हामीसँग त्यस्ता टेक्निसियनहरू प्रशस्त हुनुहुन्छ, त्यसलाई परिचालन गर्नु पर्यो र एउटा त्यस्तो किसिमको एउटा पोलिसी निर्माण हुनु पर्यो जसले गर्दाखेरि यो कार्यक्रम बृहत्तर रूपमा अगाडि बढ्न सकोस्। यस कार्यक्रम अन्तर्गत एकजना कृषकले 50 वर्गमिटरको क्षेत्रफलको प्लास्टिक टनेलभित्र 100 देखि 125 वटा गोलभेडाका बोटहरू लगाएका छन्। प्लास्टिक टनेलको उचाइ भने 8 फिट बनाइएको छ, त्यस्तै चौडाइ 5 फिट रहेको छ। प्राङ्गारिक मल, विभिन्न प्रकारका सूक्ष्म तत्त्वहरू प्रयोग गरी तयार पारिएको जमिनमा कृषकहरूले 50-60 सेन्टिमिटरको दूरीमा गोलभेडाका बोटहरू सारेका हुन्। प्राविधिकको सल्लाह अनुसार नै यो प्रविधि यहाँ अपनाइएको छ। गोलभेडाले वर्षातको पानी खप्न नसक्ने र रोग किराको प्रकोप बढी भई उत्पादन कम हुने भएकाले प्लास्टिक टनेलभित्र गोलभेडा खेतीलाई यहाँ जोड दिइएको हो। सृजना जातको हाइब्रिड गोलभेडा वर्षायाममा लगाउन सकिने, डढुवा रोगको प्रकोप कम हुने, लामो समयसम्म फल्ने र राम्रो आम्दानी लिन सकिने भएकाले यस सृजना जातको गोलभेडाको व्यावसायिक खेतीलाई संस्थाहरूले प्रोत्साहन गरेका हुन्। हिजोको दिनमा मकै र कोदो लगाउने पाखो बारीमा आज गोलभेडा खेतीका लागि बनाइएका प्लास्टिक टनेलले वातावरण नै आकर्षक र रमाइलो बनाएको छ। जेठ महिनाको पहिलो हप्तामा नर्सरी राखी असारको पहिलो हप्ता प्लास्टिकको टनेलभित्र सारिएको गोलभेडाको भाद्रको सुरुदेखि नै उत्पादन लिन सुरु भएको हो। भदौ महिनामा 45 रुपियाँ प्रति केजी बिक्री गरेका कृषकहरू असोज महिनामा प्रति केजी 60 रुपियाँसम्म मूल्य प्राप्त गर्न सफल भए। बजार पनि सजिलै प्राप्त गर्न सकिने र मूल्य पनि राम्रै पाउने भएकाले कृषकहरू ज्यादै खुसी छन्। यस प्रकार गोलभेडाको खेतीतर्फ यस भेगका अन्य कृषकहरूको आकर्षण पनि बढ्दै गएको छ। अहिले आएर चाहिँ हामी 25 जना समूहले गोलभेडा फलाएर सबैले क्रेडका क्रेड बोक्ने
सबैले क्रेटका क्रेट गोलभेडा फलाउने भएपछि सबैले खुसी लाग्यो। आगो हामी पनि लाउने, हामीलाई नि चाहिन्छ भनेर चाहिँ धेरै अब माग आछ। हुन्छ हस् तपाईँहरूलाई हामीले कोऱ्यो भने अब आउनुहोस्, हामी सबै मिलेर गर्नुपर्छ। हामी त्यो पहिलाको खेती र अहिलेकोमा फरक कस्तो छ? धेरै फरक छ सर। पहिले त अब यो बारिस हेरेर फेरि यो सबैमा मकै लाउँदाखेरि गेडो बनाएर बेच्दाखेरि 4,000 भन्दा लिनु सक्नुहुन्न थियो। अहिले एउटै टरोबाट त अब एकजनाले 10-15 हजार त लिइसक्यो, अब लिँदैछ, त्यत्रो फल्दैछ। अझै हामीले कम्ती पनि 20-25 हजारसम्म त एउटै टरोबाट लिन सकिन्छ सर। अब त जागृति महिला कृषक समूह काउलेकी सरिता लामाले गोलभेडा खेती निकै राम्रो भएको र यसले कृषकहरूलाई निकै फाइदा पुर्याएको कुरा बताउँछिन्। गोलभेडा खेतीमा त्यति धेरै दुःख पनि छैन हैन। अब यसमा गोलभेडा खेतीबाट प्रशस्तै आम्दानी पनि धेरै हुन्छ। अनि त्यसपछि सबैले सकेसम्म सबैले लगाउन आग्रह गर्छ सर। गोलभेडा खेती गरेपछि सर हाम्रो बालबच्चाहरूलाई पढाउनको लागि उनीहरूको स्कुल फी तिर्न र कपी कलमको खर्च पुर्याउन सजिलो भएको छ। कृषकहरूले आफूले उत्पादन गरेका गोलभेडालाई सामूहिक रूपमा एकै ठाउँमा जम्मा गरी व्यापारीलाई एकमुष्ट बिक्री गर्ने गर्दछन्। सामूहिक रूपमा बिक्री वितरण गर्दा मूल्य पनि राम्रो पाइने र बेच्न पनि सजिलो हुने कुरा कृषकहरू बताउँछन्। यस क्षेत्रमा उत्पादित गोलभेडा खास गरी नुवाकोटको रानी पौवामा र बिदुरमा केही मात्रामा खपत हुने र धेरै जसो काठमाडौँका बजारमा ल्याइने गरिएको कुरा कृषक तथा स्थानीय व्यापारी बताउँछन्। मैले यो ककनीदेखि त्रिशुलीसम्मको लागि जस्तै कालीमाटीबाट मैले टमाटर बोकेर अथवा गोलभेडा भनौँ त्यो ल्याएर सप्लाई गर्नु पर्थ्यो। अहिले यहाँको आफ्नै गाउँको महिलाहरूले भनौँ न दिदीबहिनीहरूले यो समूह बनाएर अहिले यहीँ उत्पादन गर्नुभयो। अहिलेसम्म त अहिले म कालीमाटी जानु पर्दैन, काठमाडौँ जानु पर्दैन। अहिले जे होस् यहाँको 9-10वटा रेस्टुरेन्टले यहीँकोबाट चलिरहेछ। अनि अब त्यस्तै यस्तै दिदीबहिनीले अब राम्रोसँग गर्नुभयो भने जस्तै यहाँ ककनी त्रिशुली भन्ने मात्रै होइन कि काठमाडौँ मात्रै भन्ने होइन कि बाहिर पनि लाने प्लान हाम्रो छ। अहिलेसम्मको गोलभेडाको उत्पादन हेर्दा यति सानो क्षेत्रफलबाट पनि एकजना कृषकले 400 देखि 600 केजी गोलभेडा उत्पादन गरी 15,000 देखि 30,000 रुपैयाँसम्म आम्दानी लिने गरेका छन्। यी पाखो बारीमा कोदो मकै लगाउँदा त्यति नै क्षेत्रफलबाट 400 देखि 500 रुपैयाँ पनि आम्दानी नहुने ठाउँमा गोलभेडा लगाउँदा त्यति धेरै पैसा आउला भन्ने कुरा कृषकहरूले सोच्नसम्म पनि सकेका थिएनन्। पहिला हामीले अब यो गोलभेडा रोप्नुभन्दा अगाडि हामीले यहाँ कोदो मकै धान हैन हुन्छ नि त्यस्तोहरू लगाउँथ्यो। त्यसबाट चाहिँ अब राम्रो आम्दानी हुने थिएन। अनि अहिले चाहिँ धेरै नै आम्दानीहरू नि लिइराखेको छन्। गाउँमा चाहिँ महिलाहरू पनि अलिक जागृति नै हुनुभएको छ। अहिले चाहिँ समूहबाट चाहिँ महिलाहरू के समूह सङ्गठन गरेर चाहिँ यस्तो कार्यहरू गर्न मिल्ने रहेछ। यस्तो सहकारीबाट चाहिँ हामीले विभिन्न विकास गर्न सक्ने रहेछ भन्ने महिलाहरूमा पनि शिक्षा चेतना भएको छ सर। समग्रमा हेर्दा वर्षायाममा प्लास्टिक टनेलभित्र गोलभेडा खेती गरिब तथा विभिन्न वर्गका कृषकहरूको लागि आम्दानीको एउटा गतिलो स्रोत हुने देखिन्छ। पहाडका पाखो बारीमा परम्परागत रूपमा लगाइने मकै तथा कोदोको आम्दानीको तुलनामा गोलभेडा खेतीले 10 गुणा भन्दा पनि धेरै आम्दानी दिन सक्ने देखिन्छ। लघु उद्यम विकास कार्यक्रम तथा जनसङ्ख्या महिला तथा वातावरणीय विकास संस्थाले सञ्चालन गरेको यस किसिमको कार्यक्रम तथा त्यसले पारेको प्रभाव निकै सराहनीय मान्न सकिन्छ। यसका साथै गरिबीको चपेटामा परेका पहाडी भेगका कृषकहरूको आय आर्जन बढाउन र उनीहरूको जीवनस्तर उकास्न ठाउँ विशेष र सम्भावनाको आधारमा अन्यत्र पनि यस किसिमको गोलभेडा खेती तथा अन्य यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्नेतर्फ सम्बन्धित सरोकारवालाहरूको ध्यान जानु आवश्यक देखिन्छ।